हामी यति बेला देउराली भन्ने ठाउँमा छौँ। यो चाहिँ यहाँबाट तल काठमाडौँ उपत्यका छिर्ने ठाउँ हो, यो भन्ज्याङ हो। र यतापट्टि हेटौडाबाट आउने फाखेल हुँदै आउने यो लाइन जो भग्नावशेष देखिरहनु भएको छ, यो लाइन चाहिँ पहिला हेटौडाबाट काठमाडौँ रोपवे सञ्चालन हुँदाखेरिको रोपवेको यो बाँकी रहेको अवशेषकै रूपमा जस्तो बाँकी रहेको यो संरचना हो। यदि भव्य संरचना त्यो बेला त्यति अगाडि पनि यदि भव्य संरचना निर्माण गरेर हेटौडाबाट काठमाडौँ रोप लाइनको व्यवस्था भइसकेको थियो भने हामी फेरि त्यो विकासलाई यहाँ कन्टिन्यू गर्न सकेनौँ, सुचारू गर्न सकेनौँ, जसले गर्दा अहिले यो भग्नावशेषको अवस्थामा छ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ थुप्रै त्यो बेलाको संरचनाहरू यहाँबाट डाइभर्ट भएर यो हेटौडाबाट आएको रोप लाइन यहाँ जाने र यहाँ अलिकति यसरी यो चाहिँ भन्ज्याङबाट फेरि तल झर्ने ठाउँमा बनेको यो संरचना अहिलेसम्म पनि यसको भग्नावशेष यस्तो छ। यसलाई अगाडि हेरौँ, यसका डिब्बाहरू, रोप लाइनका डिब्बाहरू पनि झुन्डिरहेका ठाउँ ठाउँमा देख्छौँ हामी। यो संरचनाको अहिले यो अवस्था छ र यसलाई नै हामीले अझै फेरि यसको पुनर्निर्माण गरेर चलाउन सक्यौँ भने हेटौडाबाट काठमाडौँसम्म केवल कार नै चलाउन सकिने अवस्था पनि हो। किनभने यहाँको जग्गा अधिग्रहण गर्नु पर्दैन, यो अगाडि नै सरकारको नाममा छ। यहाँ भएका पूर्वाधारहरू, यहाँको चाहिँ सर्वेदेखि लिएर हरेक कुरा पहिल्यै भइसकेको छ भने यसलाई फेरि पुनः संरचना गरेर चलाउन सकियो भने पक्कै पनि त्यो लाभदायक हुने थियो। तर त्यसमा सरकारको ध्यान कहिले पुग्ला यो प्रश्न नै रहेको छ। यो चाहिँ देउराली भन्ने ठाउँ हो। यहाँबाट तल चखेल लाग्छ, यतापट्टि मकवानपुर जिल्लाको चखेल छ भने यतापट्टि चाहिँ काठमाडौँ उपत्यका छ। आज अलि धमिलो हुनाले हामीले अति साह्रो प्रष्ट देख्न त सकेका छैनौँ।